धेरैमा फेरि यो एलजी कम्पनीको फ्रन्ट लोडिङ वासिङ मेसिनको टर्चले काम नगरेर टर्च रिपेयरिङ हुनको लागि आएको छ। यो टर्च पहिला पनि कसैले रिपेयरिङ गरिसकेको रहेछ। जम्मा 2टा बटनले काम गरेको छैन। यो स्प्रिङ देख्नुभएको छ, यो स्प्रिङ इन्डक्सन सुलोको हो जुन टर्चमा युज हुन्छ। यसलाई यसरी निकालेर काट्नुस्। काटिसकेपछि यसलाई हामीले जुन त्यो बन्न आएको बोर्ड छ पिसिबी, त्यसमा पुरानो काम नगरेकोलाई निकालेर यसमा सोल्डर आइरनको माध्यमले यसलाई सोल्डरिङ गर्नुस् हैन। सोल्डरिङ गरेपछि यो हुन्छ, देख्न सक्नुहुन्छ यो पुरानो हो है। यो पहिला पनि रिपेयरिङ भइसकेको रहेछ, तर रिपेयरिङ भए पनि केही समय त चल्यो भन्ने कुरा थियो। त्यसपछि चाहिँ यसले काम गर्न छोड्यो। दाब्दा पनि नदाबिने मैले त्यो इन्डक्सनको स्प्रिङलाई काटेर यसरी टाँसेपछि अब यहाँ सोल्डरिङ गर्नुस्। सोल्डरिङ गरिसकेपछि यो मजाले टाँसिन्छ। यो उक्किँदा पनि उक्किँदैन, पहिला ओरिजिनल जस्तो थियो त्यस्तै नै काम गर्छ। यो गरिसकेपछि टचको समस्या सधैँको लागि दूर हुन्छ। जबसम्म पिसिबी जिउँदो रहन्छ तबसम्म यो टचको केही समस्या आउँदैन। यसरी यो 2टा बिग्रेको थियो, एउटा फेरिसक्यो। अब यो पनि हेर्नुस्, गम लाएर पहिला बनाइसकेको हो। यो फेरि अर्को स्प्रिङ निकाल्छु म। यसरी स्प्रिङ निकालेर अब यसलाई काट्ने साइज काटिसकेपछि पहिलाको जस्तै गरी फिटिङ गरेपछि ल अब यो पनि तयार भयो। 2टा स्प्रिङ गोलो गोलो, अब यो 2टा तयार भयो। अब यसलाई बोर्डमा फिट गरेर टेस्टिङ गर्छौँ। कुनै पनि कम्पनीको यदि टर्चले काम गरे छैन भने त्यो पिसिबी बोर्डै फेर्ने गर्छन् कसैले। त्यो फेर्नु पर्दैन, टर्च राम्रैसँग रिपेयर हुन्छ। अब कोहीसँग टर्च फर्मै उपलब्ध हुन्छ, कोही ठाउँमा भने फर्मै हाल्नुहोस्, सबभन्दा राम्रो समयको बचत र राम्रो पनि। यदि छैन भने तपाईहरुले यसरी इन्डक्सनको स्प्रिङ निकालेर युज गर्न पनि सकिन्छ। युज गरिनको लागि स्प्रिङलाई राम्रोसँग सोल्डरिङ गरेपछि यसले लाइफ टाइम पिसिबी नबिग्रिदासम्म मजाले काम गर्छ। अनि काम गरिसकेपछि तपाईको पैसा समय दुवैको बचत हुन्छ। यो अब यसरी फिटिङ गरिसकेपछि अब म तपाईहरुलाई सप्लाई दिएर चेक गरेर देखाउँछु। मैले सप्लाई दिएँ। अब हेर्नुस् है त। अब पावर बटन अन गरौँ। ल पिसिबी बोर्ड अन छ। तलतिर 1 2 3 4 वटा टच छ। त्यो टच मध्ये सबैले राम्रोसित काम गरेछ है। अब बाँकी चाहिँ अब यो पिसिबी रिपेयरिङको लागि आएको हो। यो म लगेर यसको फिडब्याक पनि म तपाईहरुलाई दिउँला अर्को भिडियोमा। ल अहिलेलाई चाहिँ सबै टचले काम गरेछ राम्रोसित। तपाईहरुलाई नि यस्तो समस्या छ भने पिसिबी चेन्ज गर्नतिर हैन, यो जोगाड लगाउनेतिर लगाउनुस्। जोगाड मात्रै हैन, यसले एकदम राम्रोसित काम गर्छ। पहिला जति नै थियो त्यति नै काम गर्छ। हस् त, धन्यवाद मेरो भिडियो हेरिदिनु भएकोमा।